आमा र आत्मा। आमा भनेको माया, समर्पण र बलिदानको प्रतीक हो। उनी केवल सन्तानको लागि जीवन दिने व्यक्ति मात्र होइनन्, बरु एक शिक्षक, साथी, मार्गदर्शक र आत्मीय साथी पनि हुन्। तर समाजले प्राय आमा बन्ने जिम्मेवारीलाई एकमात्र पहिचानको रूपमा परिभाषित गर्छ, जसले गर्दा धेरै महिलाहरू आफ्नो व्यक्तिगत आत्मा र रहर सपनाहरू बिर्सन्छन्। आमा र आत्मा कार्यक्रम यही यथार्थलाई उजागर गर्ने एक प्रयास हो। यो कार्यक्रम आमाहरूको अनुभव, पीडा, खुसी र सङ्घर्षलाई साझा गर्ने एउटा खुला मञ्च हो। यहाँ आमाहरूले आफ्नो कथा सुनाउन सक्छन्, जसले अरूलाई प्रेरित गर्नेछ। साथसाथै उनीहरूलाई आफ्नो अस्तित्व र पहिचानको खोजी गर्न सहयोग गर्नेछ। हामी आमाहरूको बलिदानको मात्र चर्चा गर्दैनौँ, बरु उनीहरूको आत्मा, उनीहरूको सपना, इच्छाहरू र व्यक्तिगत यात्राको सम्मान गर्न चाहन्छौँ। किनकि आमा हुनु मात्र जीवनको एक हिस्सा हो, तर त्योभन्दा परे पनि एउटा व्यक्ति हुनु महत्त्वपूर्ण छ। यदि तपाईँ पनि आफ्ना कथा बाँड्न चाहनुहुन्छ भने आमा र आत्मासँग जोडिनुहोस्। हामी सँगै सुन्छौँ, बुझ्छौँ र आत्मीय यात्रालाई नयाँ परिभाषा दिन्छौँ। धन्यवाद।